नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र भौगोलिक विविधताले भरिपूर्ण देश हो। तसर्थ राष्ट्र सेवामा समर्पित राष्ट्रसेवक कर्मचारीहरूले यस्ता विविध पक्षको बारेमा जानकारी राख्नु आवश्यक हुन्छ। यही कुरालाई मध्यनजर गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत प्रहरी निरीक्षक आधारभूत तालिम 165औं समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई व्यावहारिक ज्ञान प्रदान गरी पेशागत क्षमता अभिवृद्धि गराउने उद्देश्यले देश दर्शन कार्यक्रमको आयोजना गरिएको थियो। विभिन्न 4 समूहमा विभाजित समूहमध्ये हाम्रो समूह पश्चिमाञ्चल विकास क्षेत्रको मनाङ जिल्लामा अवस्थित अन्नपूर्ण सर्किटको थोराङला पासतर्फ प्रस्थान गर्यो। हामी मिति 2073 साल असोज 7 गते बिहानै आफ्नो ट्रेकिङ असभावका साथ बिहान करिब 7 बजे यात्राका लागि तयार भयौं। 33 जना प्रशिक्षार्थी र 4 जना प्रशिक्षक सहितको हाम्रो टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट लमजुङ जिल्लाको सदरमुकाम बेसी शहरका लागि प्रस्थान गर्यो। रमाइलो यात्रा पश्चात दिउँसो करिब 3 बजे हामी लमजुङ जिल्लामा प्रवेश गर्यौं। यात्राकै पहिलो रमाइलो स्थलमा रमाइसकेपछि हामी करिब 4 बजे बेसी शहर पुग्यौं। आज हाम्रो बसाइको व्यवस्थापन जिल्ला प्रहरी कार्यालय लमजुङमा नै गरिएको थियो। आजै हाम्रा साथी विनोद सुवेदीको जन्मदिन समेत परेकाले सबैले शुभकामना व्यक्त गर्यौं। आज हाम्रो यात्राको दोस्रो दिन बिहान करिब 7 बजे हामी 3 वटा जीप मार्फत मनाङ जिल्लाको सदरमुकाम चामेका लागि प्रस्थान गर्यौं। विक्रमसम्म 2064-65 सालमा नेपाली सेनाले ट्र्याक खोलेपछि बेसी शहरदेखि मनाङको चामे सडक खण्डमा यातायात सेवा सञ्चालन भएको रहेछ। सडकको दुरावस्थाका कारण यात्रा केही कष्टकर भए तापनि लमजुङ र मनाङका मनै लोभ्याउने अनुपम प्राकृतिक सुन्दरताले हाम्रो कठिन यात्रालाई सहज पारेको आभास भइरहेको थियो। दिनभरिको यात्रा पश्चात साँझ करिब 8 बजेतिर हामी मनाङ जिल्लाको सदरमुकाम चामे पुग्यौं। आज यात्राको तेस्रो दिन हो। आज हामी जिल्ला प्रहरी कार्यालय मनाङले आयोजना गरेको 2 वटा अन्तर्क्रिया कार्यक्रममा सहभागी भयौं। मनाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जिल्लाको प्रहरी प्रशासन र चुनौतीहरूका बारेमा जानकारी प्रदान गर्नुभयो। प्रङ भनेको चाहिँ एउटा ठाउँको नाम हो, त्यो चाहिँ पिकको नाम हो। त्यो पास भइसकेपछि तपाईँ यो चाहिँ मनाङबाट कहाँ टेक्नुहुन्छ, पुस्ताङ टेक्नुहुन्छ। अन्तर्क्रिया पश्चात हामीले हाम्रो अन्नपूर्ण सर्किटको पहिलो पदयात्राको शुभारम्भ गर्यौं। दिउँसोको 1:30 बजे हामी चामेबाट मनाङ जिल्लाको पिसाङसम्मको यात्रा तय गरी अगाडि बढ्यौं। बाटोमा भेटिएको स्याउ फारमको ताजा स्याउको स्वाद लिँदै कडा चट्टानी पर्वतहरू फोडेर बनाइएको सुन्दर बाटोमा हाम्रो यात्रा जारी थियो। पर्यटकीय क्षेत्र भएकाले होला यहाँका मानिसहरूले निकै राम्रा होटलहरू सञ्चालन गरेका रहेछन्। आज यात्राको चौथो दिन बिहानको खाजा खाइसकेपछि हामी पिसाङबाट टङ्की मनाङका लागि यात्रा शुभारम्भ गर्यौं। करिब 2 घण्टाको पदयात्रा पश्चात हामी मनाङको हुम्दे विमानस्थलमा पुग्यौं। पक्की भए तापनि फाटफुट हेलिकप्टर बाहेक यस विमानस्थलमा कुनै नियमित उडान भने नहुँदो रहेछ। हुम्देमा रहेको जुलु पिक गेस्ट हाउसमा पाकेको निकै मिठो खाना खाइवरी हामी अगाडि बढ्यौं।
निकै रोमाञ्चक यात्रा पश्चात दिउँसो 2 बजे हामी समुद्री सतहबाट 3540 मिटर उचाइमा रहेको मनाङ जिल्लाको मनाङ गाविसमा पुग्यौं। यस ठाउँमा रहेको निकै सुन्दर गंगापूर्ण तालको अवलोकन गर्दै त्यो दिन हामीले यही बितायौं। आज हाम्रो यात्राको 5औं दिन। निकै रमाइला दृश्यहरूसँग रमाउँदै अनि सेताम्य हिमालसँग साक्षात्कार गर्दै हामी 4 घण्टाको पैदल यात्रा पश्चात मनाङ जिल्लाको याखर्कमा पुग्यौं। याखर्क समुद्री सतहबाट 4050 मिटरको उचाइमा अवस्थित रहेछ। बिहानको 6:19 हाम्रो 6औं दिनको यात्रा याखर्कबाट सुरु हुन्छ। करिब 2 घण्टाको यात्रा पश्चात सबैलाई श्वास फेर्न गाह्रो महसुस भएकाले हाम्रा टिम लिडर प्रहरी निरीक्षक प्रताप पौडेल सरले केही समय योगा अभ्यास पनि गराउनुभयो। आजको हाम्रो गन्तव्य थोराङला पासको आधार शिविरसम्मको रहेको थियो। करिब 5000 मिटरको उचाइमा रहेकाले यस यात्रामा धेरैलाई लेक लाग्ने समस्या हुँदो रहेछ र यस्तो समस्यामा परेका पर्यटकलाई उद्धार गर्नका लागि हेलिकप्टर आउँदो रहेछ। तर हाम्रो टोलीमा कसैलाई त्यस्तो साह्रो समस्या भने भएको थिएन। निकै कष्टकर यात्रा पश्चात हामी दिउँसोको 12:30 बजे हाई क्याम्पसम्म पुग्यौं। अत्यधिक चिसो र अक्सिजनको अभावका कारण आजको रात बिताउन हामीलाई निकै गाह्रो भयो। आज हाम्रो पदयात्राकै सबैभन्दा महत्त्वपूर्ण दिन थियो। बिहानै 5 बजे हामी आफ्नो अन्तिम जोखिमयुक्त र खतराले भरिपूर्ण थोराङला पास गर्ने दृढ योजनाका साथ अगाडि बढ्यौं। रातिदेखि नै अविरल रूपमा भइरहेको हिमपातको कुनै प्रवाह नगरी हामी निकै उत्साह अनि उच्च साहसका साथ यो यात्रामा सहभागी भइरहेका थियौं। बीचमा एकले अर्कोलाई सघाउँदै रोमाञ्चित हुँदै खुसी र डरले भरिएको उमङ्गित मन र चिसोले कठ्याङ्ग्रिएको तन बोकेर आफ्नो करिब 3.5 घण्टाको अनवरत यात्रा पश्चात हामी 5416 मिटर उचाइमा रहेको थोराङला पास पुग्यौं। आखिर यो यात्रालाई थोराङला पासको आकर्षणले मात्र रोक्ने सामर्थ्य कहाँ राख्न सक्थ्यो र? मुस्ताङको रानी पौवासम्म पुग्ने योजनाका साथ हामी फेरि अगाडि बढ्छौं। आज यात्राको 8औं दिन। बिहानको 5 बजे रानी पौवाबाट हाम्रो यात्रा सुरु हुन्छ। मुस्ताङको सुन्दरतालाई निहाल्दै हामी जुमसुम हुँदै लार्जुङसम्म पुग्छौं। बिहान 6 बजे लार्जुङबाट हाम्रो यात्राको 9औं दिन आरम्भ हुन्छ। निकै रमाइलो दृश्यावलोकन गर्दै धेरै झुलुङ्गे पुलहरूको मजा लिँदै प्रख्यात रूपसे झरना लगायतका पर्यटकीय स्थलहरूमा रमाउँदै हामी करिब 3 बजेतिर सीमा प्रहरी चौकी
भुरुङ तातो पानी पुग्यौं। आज हामीले काठमाडौँ छाडेको 10 दिन भइसकेको छ। बिहानै सबैजना तयारी हुँदैछौँ। आजको हाम्रो योजना म्याग्दी बागलुङ हुँदै साँझसम्म पर्वतसम्म पुग्ने रहेको छ। सोही योजना अनुरूप हाम्रो यात्रा सुरु हुन्छ। करिब 3 घण्टा बसमा यात्रा गरेपछि हामी म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर महादेव मन्दिर पुग्यौं। दर्शन पश्चात जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पुगी खाना खाइवरी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विश्वराज खड्कासँगको अन्तर्क्रियामा सहभागी भयौं। यसैगरी 3:30 बजे धौलागिरी अञ्चल प्रहरी कार्यालय बागलुङका प्रमुख एसएसपी छविलाल जोशी बन्जाडे ज्यूसँगको अन्तर्क्रिया कार्यक्रममा हामी सहभागी भयौं। अन्तर्क्रिया तथा चियापन कार्यक्रमको समापन लगत्तै हामी बागलुङ जिल्ला स्थित प्रसिद्ध बागलुङ कालिका मन्दिरको भ्रमण तथा दर्शन गर्यौं र साँझ करिब 6:45 बजेतिर हामी पर्वत स्थित जिल्ला प्रहरी कार्यालय कुस्मामा पुग्यौं। यात्राको 11औं दिनको बिहानीमा हामीले पर्वत जिल्लामा रहेको पर्वत र बागलुङ जोड्ने नेपालकै सबैभन्दा अग्लो पुल, कुस्मा बलेवा जोड्ने यान्त्रिक पुल र पर्वतको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर महादेवको भ्रमण तथा अवलोकन गरी कास्कीका लागि प्रस्थान गर्यौं। नौडाँडाबाट करिब 4 घण्टाको पैदल यात्रा पश्चात हामी पोखराको अग्लो स्थान सनाङकोट पुग्छौं। त्यहाँ करिब 1 घण्टा घुमघाम भ्रमण तथा अवलोकन पश्चात साँझ अञ्चल प्रहरी कार्यालय गण्डकी पोखरा पुग्यौं। पोखराको 1 दिने बसाइ पश्चात हामी यात्राको 13औं दिनमा प्रसिद्ध धार्मिक स्थल लुम्बिनी पुग्यौं। सन् 1997 देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको विश्व शान्तिको मुहानको रूपमा प्रसिद्ध लुम्बिनी जन्मने बित्तिकै 7 पाइला हिँडेर मनुष्य जातिका लागि युगान्तकारी उद्गार प्रकट गरेका भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो। ईसापूर्व 623 मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता माया देवीको कोखबाट बौद्ध धर्मका प्रवर्तक शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो। विश्वभरका बौद्ध धर्मावलम्बीहरूको धार्मिक गन्तव्यको रूपमा रहेको लुम्बिनी पुरातात्विक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिन्छ। लुम्बिनीको दर्शन तथा अवलोकन भ्रमण पश्चात हामी आजै साँझ 4 बजे काठमाडौँका लागि प्रस्थान गर्यौं। रातभरको यात्रा पश्चात हामी बिहानै काठमाडौँ पुग्यौं। 2 हप्ताको निकै रोमाञ्चकारी, साहसिक र अविस्मरणीय यात्रा पश्चात हामी फेरि उही काठमाडौँको कोलाहलमा आइपुगेका थियौं। बिहान करिब 8 बजेतिर हामी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पुग्यौं। त्यसपछि टिम लिडर प्रहरी निरीक्षक प्रताप पौडेल सरले सम्पूर्ण सफल यात्राका सम्बन्धमा सानो र छोटो ब्रिफिङ गर्नुका साथै यात्रा सफलताका साथ सम्पन्न भएकोमा प्रशिक्षार्थीहरूलाई बधाई पनि दिनुभयो। यति बेला एकाडेमीका प्रत्येक भवन, वृक्ष, हावा, पानी, माटो सबैले अन्नपूर्ण सर्किटको साहसिक पदयात्रा सम्पन्न गरेर पुनः एकाडेमीमा फर्किएको सम्पूर्ण टिमलाई स्वागत गरिरहेको आभास हामीलाई भइरहेको थियो।